हलुसेरा चौतारी होइन अहिले हामी हिँडेको होइन हजुर यता चाहिँ यो चाहिँ हो सोल्टीको जङ्गल होइन यो चाहिँ सुजा सहरवासीको जङ्गल कमानको खरी घाँस निस्किन्छ त्यो खनिया उठ्दो रहेछ त हेर यहाँ गोपो स्कुल पढ्थेँ विदेशमा लगेसम्म त मैले पनि यो क्यादो खोला रह भएको यही मुनि होइन यो मुनि होइन रह भएको पहिला उता हिँड्ने बाटो पनि थियो नि पहिला त होइन यहाँको चौतारी पनि उडेछ यो चाहिँ टाँगे डाँडाको च्यान डाँडा है पहिला चाहिँ यहाँ पुरै यो रुखहरू केही पनि थिएन पुरै टाँगे डाँडा थियो है पछि सिद्धार्थ युथ क्लबको क्लबद्वारा हो त्यो सायद है मलाई त्यति एक्ज्याक्ट थाहा भएन वृक्षारोपण गरेर अहिले यस्तो रूप भएको छ यसको है यो टाँगे डाँडाको रामेको खेत लगभग आधा त पुरै बाँझै छ आज चाहिँ हामी गैनो दाईको बाबाको देहावसान भएको उसमा यहाँ चाहिँ च्यान डाँडामा दाउरा त्यो जलाउनको लागि दाउराको व्यवस्था गर्न गाउँको साथीभाइहरूसँग यहाँ आउने क्रममा लिएको भिडियो हो यो है पहिला यहाँनिर चाहिँ स्वयंको बोट पनि थियो यहाँ पहिला स्वयंको बोटको चौतारी थियो होइन र प्रसाद भाइ स्वयं बोटको चौतारी थियो नि होइन ए खिरो बोट अहिले स्वयं बोट भइगयो
पहिला यहाँ सायद तपाईँहरूलाई पनि सम्झना होला स्वयम्भू बोटको चौतारो थियो ठुलो है। अहिले त्यो चाहिँ ढलेर अथवा मरेर खिरुवा बोट उम्रेको छ। अनि चौतारीको पनि नाम निशाना छैन जस्तै छ, केही भग्नावशेषहरू अलिअलि छ है। यहाँ चाहिँ ठुलो चौतारो थियो। यो तलतिर पनि खरबारी। हामी चाहिँ सानोमा बाख्रा चराउने क्रममा यहाँ टाँगे डाँडामा आउने क्रममा शीतल ताप्ने चौतारी र मलामी आउने बेलामा मलामीहरू पनि बल बिसाउने शीतल ताप्ने ओत लाग्ने ठाउँ हो। अहिले यस्तो भएको छ है। यहाँ चाहिँ अब हामी गइने दाइको बाबाको लास चढाउनेको लागि यहाँ दाउराको हार मिलाउँदै है। ओके, म पनि आउँछु ल। पहिलाको गोरु यहाँ छोडेर चौतारीबाट हेर्ने हो नि। यस्तो छ यार, मोरियाको चाहिँ त्यो के अरे घाँस रोप्यो भने त बेच्नु मिल्थ्यो त यार। मैले 50,000 परेछ भने तपाईँहरूलाई खाल्टोमा हाल्ने सुरुवात गरेको मैले हो। एउटा ढुङ्गाको सुरुवात गरेको मैले हो। म र लट्टे सुरुवात गरेर आफूले हो। यो निडाँडा चौतारी है। हामी चाहिँ आज गाउँमा आउने क्रममा बरकोसम्म हेर्न जाऊँ भनेर यो बाटो अवलोकन गर्दै बरकोतिर जाँदै हो। त्यो पारि चाहिँ काभ्रे भिर है, काभ्रे वन। पहिला यहाँ चाहिँ सानो ग्राउन्ड पनि थियो। हामी सानोमा बाख्रा चराउने क्रममा यो ग्राउन्ड यहाँ चाहिँ भलिबल खेल्ने, पत्ती खेल्ने है। यताबाट खोला ल्याउँथ्यो सानो कुलो। आज यस्तो भयो। हो ए हिँड्न भएको पानी भने पनि खाएर आउनु पऱ्यो क्या। माघमा नुहाउन नसकिने अहिले त अलिकति हाम्रो कुरा यहाँनिर ढुङ्गे धारा यहाँ राख्ने, यहाँ मुनिले ढुङ्गे धारा राख्ने, हाम्रो गाउँले ढुङ्गे धारा बाटो त तल घर अनि बाटो तल त्यो तपाईँको मान्छेभन्दा माथि हिँडेर आउने मन्दिर गाउँ अहिले बोल्यो। अहिले मान्छे नआउन अबको 10-12 वर्ष त गाउँमा मान्छे हुन्छ नि त। त्यो पछि बाटो पनि आयो भनेपछि पोखरा मान्छे नि आउँछ कि गाउँमा। त्यो बेला मात्रै एउटा त्यो चलन आउँछ क्या। आओस् नआओस् हाम्रो रीतिलाई हामीले भिड पनि खिच्छ नि। जमानाको मौरी काट्नु पानी खाइदियो। अब पानी पुरै खाने पानी उठेतिर नत्र त कमसेकम 25-30 घर त आउँथेन म बनाउने। अनि शिलालेख बनायो फलानाको बाटो होइन, छोरा नातिले अब बनाइदियो भनेर। गाउँ त त्यसरी डेभलप सुनेको छैन तर
भन्ने पनि सुनेको के लामा आयो यिनीहरू सब नपढेको चाउमिन पकाएर ढिँडै हुन्थ्यो त देखेर राख्छु नि खाउसुरे सोल्टी त आश्रममा जानुभयो नि त